हेलो गाइज सो एउटा प्रडक्टको बारेमा चाहिँ रिभ्यू दिन मन लाग्यो होइन। मेरो फेसमा चाहिँ धेरै मेकअप गर्दाखेरि चाहिँ अननेचुरल अथवा नसुहाए जस्तो लाग्छ क्या मलाई। इभन माई हस्बेन्ड सेड द्याट। सो म चाहिँ त्यो फाउन्डेसनहरू युज गर्दा चाहिँ एकदमै वाइट, धेरै सेतो, अलिकति अननेचुरल देखे जस्तो लाग्छ होइन, स्किन टोनसँग नमिले जस्तो लाग्छ। सो रिसेन्टली आई हेभ सिफ्टेड फ्रम फाउन्डेसन टु द बिबी क्रिम होइन। अनि अहिले चाहिँ मैले यसो रिसर्च गरे पछाडि चाहिँ फरेभर 52को दिस वान, आई थिङ्क फरेभर 52को यो फुल प्रोटेक्सन बिबी क्रिम चाहिँ होइन, सफ्ट इभोरी उसमा के अरे सेडमा चाहिँ बाई गरेको छु। यो चाहिँ प्रोफेसनल्स भनेर, डेली लाइफ फरेभर 52 प्रोफेसनल्स भनेर छ होइन। So it has SPF 50 PA++, UVB and UVA full protection. So फर्स्ट एडभान्टेज चाहिँ मलाई यसको एसपिएफ सन प्रोटेक्सन लाग्यो। सेकेन्डली यसले चाहिँ कस्तो ग्लोई होइन, रेडियन्ट स्किन सो गर्छ होइन। अनि ब्राइटनिङ एन्ड कन्सिलिङको पनि काम गर्छ होइन। यो चाहिँ एकदमै हेभी फिल हुँदैन, लाइट वेट छ। सो हजुरलाई एकदमै धेरै फाउन्डेसन कन्सिलर युज गरेको मन पर्दैन, ठिक्क नेचुरल फिनिसमा, बट यु वान्ट टु लुक ग्लोई रेडियन्ट होइन, यस्तो देखिन मन छ भने आई थिङ्क यु हेभ टु ट्राई दिस। अनि अहिले यस्तो समर पनि छ एन्ड आई थिङ्क अलोङ विथ द सनस्क्रिन यसले पनि एसपिएफको काम गर्यो भने द्याट इज मोर देन इनफ। सो मैले चाहिँ सिफ्ट भएको छु कन्सिलर एन्ड फाउन्डेसनबाट चाहिँ यसमा होइन, बिकज आई थिङ्क लेस इज मोर भन्ने कुरा चाहिँ आई डु बिलिभ द्याट। सो द्याट whoever want to try this, so this is really a nice genuine product. यो चाहिँ मैले मिसिसा कस्मेटिक्सबाट चाहिँ अर्डर गरे हो। आई थिङ्क यसको प्राइस 1100 समथिङ हो। So that's all. If you really want to shift from the foundation to something very light everyday use product, so you can purchase this. This is really genuine and good products. Thank you. Bye bye. Have a nice day.